आज म तपाईँहरूलाई चाहिँ सेरमहरूको बारेमा भन्छु होइन। सेरममा चाहिँ अहिले हामीसँग नाइसामाइड सेरम छुटेको छ, त्यो अन्तिममा भनौँला। सट्ट यो 6वटा सेरममध्ये चाहिँ कुन स्किनको लागि कुन राम्रो हुन्छ भन्ने विषयमा भन्छु है। यो चाहिँ भिटामिन सी हो। यो भिटामिन सी चाहिँ ओरिजिनल भिटामिन सी, जसमा चाहिँ आस्कार्बेन एसिड चाहिँ 20% छ। यो आयोन पनि हो। त्यो यो स्किन हस्पिटलहरूमा चाहिँ व्हाइटनिङ ट्रिटमेन्टको लागि केयर हुने भिटामिन सी डर्मालोजी टेस्टेड हो। यो चाहिँ हामीले घरमा पनि धेरै साथीहरूले लगाउनुहुन्छ भने। भिटामिन सी चाहिँ स्किनको अमृत हो कि, स्किनको अमृत भन्छु म भिटामिन सीलाई। व्हाइटनिङको लागि, एक्नीको लागि, अनि स्किन एन्टी एजिङको लागि एकदमै राम्रो हुन्छ। यो भिटामिन सी राम्रोसँग कन्टिन्यू लगाउनु भयो भने, ओरिजिनल भिटामिन सी लगाउनु भयो भने चाहिँ एन्टी एजिङलाई चाहिँ धेरै कम गर्न सकिन्छ होइन। अनि भिटामिन सी सबैको स्किनमा चाहिँ म्याच हुँदैन। जसको स्किन भिटामिन सीले जसको स्किनले एक्सेप्ट गर्यो त्यो चाहिँ एकदमै स्किनको टिस्यु राम्रो भएको, स्किन ब्यारियर राम्रो भएको र नेचुरल मोइस्चराइजेसन फ्याक्टर राम्रो भएको स्किनहरूलाई मात्रै भिटामिन सी म्याच हुन्छ। त्यही भएर हामीले चाहिँ भिटामिन सी म्याच नहुने साथीहरूलाई के गर्छौँ भन्दा, भिटामिन B5 एम्पल, यसमा चाहिँ ह्यालुरोनिक एसिड र सिका कम्प्लेक्स छ, अनि प्यान्थोनोल छ। ह्यालुरोनिक एसिड भनेको स्किनको नेचुरल मोइस्चराइजेसन, स्किनको ब्यारियर गर्नको लागि, स्किनलाई सुटिङ गर्नको लागि, एन्टी एजिङको लागिसम्म चाहिँ प्यान्थोनोल र ह्यालुरोनिक एसिड युज हुन्छ। ह्यालुरोनिक एसिड हरेक मोइस्चराइजेसनमा के अरे यो सेरुमहरूमा, क्रिमहरूमा ह्यालुरोनिक एसिडहरू गएको हुन्छ प्रायः जसो राम्रो क्रिमहरूमा होइन। अनि यो पनि हाम्रो प्रोफेसनल सेरिम नै हो। हामीले भिटामिन सी एक्सेप्ट नहुने स्किनहरूमा पहिला भिटामिन B5 लगाएर स्किनलाई काल्मिङ गरेर अनि स्किनलाई चाहिँ अनुचङ्तो सुटिङ भइसकेपछि नि भिटामिन सी युज गर्नु भनेर भन्छौँ होइन। अनि यो छ अल्ट्रा डिफेन्स सेरुम हो। यसमा चाहिँ सेरामाइड छ। सेरामाइडले के गर्छ भने त एकदमै बढी स्किन चाहिँ त्यो धुलो धुवाँले अथवा तातो चिसोले धेरै रातो हुने अथवा स्किन एकदमै ड्राई हुने, मोइस्चराइजेसनहरू नपुग्ने उसहरूलाई चाहिँ, अनि बाहिरको यो प्रदूषणसँग लड्ने क्षमता पनि हुँदैन स्किनहरूमा, त्यसमा चाहिँ हामीले अल्ट्रा डिफेन्स सेरुम राम्रो हुन्छ त्यस्तो स्किनको लागि। अनि यो छ हामीसँग चाहिँ ह्यालुरोनिक र सोडियम ह्यालुरिनेट हो। यो चाहिँ के अरे B5 ह्यालुरोनिक एसिड भयो, यो चाहिँ सोडियम ह्यालुरोनिक एसिड हो। यसले चाहिँ के गर्छ भन्दा स्किन एकदमै धेरै ड्राई छ, अनि त्यसपछि स्किनलाईमा चाहिँ सनक्रिमहरू लगाउँदा पनि चोक्टा पर्छ, अनि तपाईँहरू लेजर गर्नुभएको छ अथवा कुनै ट्रिटमेन्ट गर्नुभएको छ, स्किनमा ग्लो छैन होइन, क्रिमहरू लगाउँदा पनि एकदमै चिलाउने, रातो हुने, एक्सेप्ट नगर्ने हुन्छ भने चाहिँ त्यो स्किनहरूलाई चाहिँ सोडियम ह्यालुरिनेट सेरम छ। अनि अर्को छ हामीसँग एम्पल, यो चाहिँ भिटा ग्लो हो। यो चाहिँ प्रोटिन, पिडिआरएनको भिटा ग्लो प्रोटिन छ सेरम छ। यो चाहिँ प्रोटिन, त्यहाँ भित्र हेर्नुभयो भने यो पहेँलो दाना